मेरो नाम उत्तम बहादुर अधिकारी। मैले अहिले हालसम्म चाहिँ नि निष्कासित कमोरेटिभ कोइन भन्छ नि, यो बजारमा चलन चल्तीमा आउँदैन। धेरै मान्छेलाई चाहिँ नि यो लागिरहेछ कि चलन चल्तीमा आउँदैन, तर यस्तो 2000 को कोइन छ, तर हामीले देख्न पाएको छैन, हामीले पाउँदैनौँ भन्ने मानिसहरूलाई जनगुनासो छ। यो कोइन चाहिँ नि कस्तो भन्दाखेरि जस्तो कि अब यो 116औं गोरखापत्र संस्थानको चाहिँ नि दिवसको उपलक्ष्यमा निकालिएको, यो धेरै प्रिन्ट पनि भए हुँदैन र यो हामी जस्तो कलेक्टर मान्छेले पनि यो लिनको लागि चाहिँ नि यो कोइन निष्कासन गरिएको बेला चाहिँ नि गोरखापत्रमा चाहिँ नि सूचना निस्किन्छ सर्वसाधारणको लागि, हामीले यति थान यसरी उ गरेका छौँ भनेर निस्किन्छ। र हामी चाहिँ नि राष्ट्र ब्याङ्कको टक्सार शाखामा चाहिँ नि हामी बिहानदेखि गएर 9 बजीदेखि गएर लाइन बस्छौँ र लाइन बसिसकेपछि 1-1.5 घन्टा लाइन बसिसकेपछि उनीहरूले ढुकुटीबाट निकालेर प्रति व्यक्तिलाई सही गराएर एउटा व्यक्तिलाई एकजनालाई एउटा मात्रै दिने चलन छ। त्यस कारणले गर्दाखेरि हामी एउटा कोइनको लागि चाहिँ नि हामीले चाहिँ नि अझ हामीले चाहिँ सकेसम्म चाहिँ उल्टाएर पल्टाएर राख्ने हिसाबले 2टासम्म हामी रिक्वेस्ट गर्छौँ र हामीलाई चाहिँ 2टासम्म दिन्छ। कहिलेकाहीँ 2टा, कुनै बेला एउटा मात्रै, फेरि अर्को दिन गएर हामीले 1-2टा मात्र पाउने हो। यो चाहिँ नि गोरखापत्र संस्थानको यो चाहिँ नि मतलब चाहिँ नि 116औं उसमा लिएको 2000 को एउटा कोइन अगाडि यस्तो हुन्छ, पछाडि यो चाहिँ नि गोरखापत्र संस्थानको। यो चाहिँ नि हामी कलेक्टरहरूले चाहिँ नि अब यसलाई चाहिँ नि सुरक्षित ठाउँमा हाम्रो आफ्नो एक्जिबिसन गरेको ठाउँमा देखाउनको लागि राख्छौँ हामीले। जस्तै अब यो सार्कको पनि यो 2000 को छ, सार्कको पनि यो 2000 को, यो 18औं सार्क दिवसको शिखर सम्मेलनको उसमा चाहिँ निकालिएको। पछाडिपछि यहाँ मायादेवीकोमा उ भएको छ र अगाडि 2000 प्रिन्ट गरेको सार्कको लोगो सहितको यो 2000 सार्कको हो हैन। यस्तै गरी अब अर्को चाहिँ नि छ चाहिँ नि मतलब चाहिँ नि 2000 को सर्वमान्य नेता गणेश मान सिंहज्यूको चाहिँ नि 100औं वर्षको उसमा शताब्दीको उसमा निकालेको 1972 देखि 2072 भनेर निकालेको छ। यो पनि 2000 को कोइन हो। अब अर्को एउटा चाहिँ नि मतलब चाहिँ नि फेरि आदिकवि भानुभक्तको 2000 को यो पनि यो चाहिँ नि मैले 71 to 71 2071 सालमा निस्किएको। यो 1872बाट चाहिँ 2071 सालमा निस्किएको यो एउटा भानुभक्तको छ यो 2000 चाहिँ नि। अनि अर्को चाहिँ नि अब 2072 सालमा निस्किएको यो त संविधान दिवस, संविधान 2072 को संविधान दिवसको उपलक्ष्यमा निकालेको यो चाहिँ नि कमोरेटिभ कोइन हो। यो चाहिँ नि अब हामीले चाहिँ नि यो जम्मा गर्ने क्रममा चाहिँ नि हामीले चाहिँ टक्सारमा गएर एक-एउटा दिएको, एक-एउटा लिएर आएर हामीले कलेक्सन गरेर यसरी राखेर। अब यसमा चाहिँ नि एउटा ज्ञानेन्द्रको पनि छ, ज्ञानेन्द्र वीर विक्रम शाहदेवको, त्यो चाहिँ नि मेरो बाहिर फ्रेममा भित्र परेको छ। त्यस कारणले अब हामीले चाहिँ नि यो पनि हामीले पनि एक-एउटा गरेर उ गर्ने हो र अनि हामीसँग नभएको यसो साथीभाइसँग डबल भएको ठाउँबाट हामीले किनेर जम्मा गर्ने हो। यो हरेक कोइन चाहिँ नि हामीसित चाहिँ नि अब सङ्ग्रहालयमा राख्ने गरेका छौँ। यो चाहिँ नि चलन चल्तीमा आउँदैन, यो चाँदी हो। अब पैसा चाहिने मान्छेले यो लगेर बेच्देलान्, तर हामीले चाहिँ यो चाहिँ नि सङ्ग्रहालयमा सङ्कलन गरेर राख्ने हो। अब यस्ता कोइनहरू चाहिँ नि म कहाँ प्रशस्त अब हामीले सङ्कलन गरेसम्म हुन्छ। अब 2500 को पनि छ, 2000 को पनि हुन्छ, 1000 को पनि हुन्छ, तर त्यो लिमिट छापिएको हुन्छ र त प्रति व्यक्ति एक-एउटाको दरले दिया हुन्छ। त्यस कारणले गर्दाखेरि यो यस्तो कोइनहरू हेर्नको लागि पाल्नुहुन्छ भने मेरो थापासे स्थित मेरो सङ्ग्रहालयमा आउनुहोस्, निःशुल्क, शुल्क लाग्दैन र चिया कफीको पनि व्यवस्था गर्ने गरेको छु। धन्यवाद।